सर्वप्रथम बुद्धरत्न, धर्मरत्न, सङ्घरत्नमा वन्दना र त्यस्तै गरेर तपाईँहरू सम्पूर्ण उपासक उपासिका र दर्शकहरू र यहाँहरूका मातापिता, दाजुभाइ, दिदीबहिनी, छोराछोरी, आफन्तजनहरू सबैमा कृतज्ञतासहित मङ्गल मैत्रीको कामना र यस धर्मदेशनाको प्रभावले प्रतापले तपाईँहरू सबैको आयु बढोस्, सुख बल र प्रज्ञा परिपूर्ण रूपमा तपाईँहरूलाई प्राप्त होस् र तपाईँको जीवन अन्धकारमा भए तापनि बिस्तारै बिस्तारै प्रकाशतर्फ अग्रसर होस् भन्ने चेतना राख्दै आजको धर्मदेशनामा विशेष गरेर दान भन्ने शीर्षकलाई लिएर धर्मदेशना गर्दैछु। अब दान भन्ने त तपाईँहरूले नसुनेको कुरा होइन नै। दानमा अब तपाईँहरूले अब कसैले स्वयम्भूमा गएर पशुपति परेवालाई दान गर्नुहुन्छ, कसैले सङ्कटामा जानुहुन्छ, कोही पशुपतिमा जानुहुन्छ, कोही माङकालमा जानुहुन्छ, अब कोही बौद्धतिर जानुहुन्छ, अथवा विभिन्न किसिमका तपाईँको जुन चाहिँ अब मठ मन्दिर, तपाईँको चाहिँ गुम्बाहरू, त्यस्तै गरेर बिहारहरू लगायत अन्य विभिन्न गुरुद्वारहरू, त्यस्तै गरेर मन्दिरहरू, विभिन्न ठाउँमा गएर तपाईँहरूले दान आदि पुण्य त गर्नुहुन्छ नै। दान भनेको के हो त? दान भनेको विशेष गरेर यसलाई सामान्य भाषामा भन्दाखेरि स्वार्थरहित चेतनाले कसैलाई दिने वा त्याग गर्ने वस्तुसँग नटासिकन कर्म र कर्मको फलमा विश्वास गरी गरिने पुण्यादि कर्मलाई दान भनिन्छ। पुनः एकपटक, जसले तपाईँको दानको बारेमा अलिकति पनि तपाईँको बुझ्नु भएको छैन, दान दान भनेको दिनु र यसलाई चाहिँ तपाईँहरूले बुझ्ने भाषामा भन्दाखेरि स्वार्थरहित चेतनाले कसैलाई दिने वा त्याग गर्ने वस्तुसँग नटासिकन नचिप्किकन, जसरी माटोमा खनाइएको पानीसँग हाम्रो आसक्ति भाव हुँदैन, त्यस्तै गरी वस्तुसँग नटासिकन कर्म र कर्मको फलमा विश्वास गरी गरिने पुण्यादि कार्यलाई तपाईँको दान भनेर भनिन्छ। सामान्य अर्थमा, अझै सामान्य अर्थमा भन्नु पर्दाखेरि कसैलाई त्याग चित्तले केही चिज वा वस्तु दिनु वा त्याग्नु दान हो। र दानसँग तीनवटा कुराहरू जोडिएका हुन्छन्। तपाईँले दान गर्दाखेरि दानको ताकत कति हुन्छ भन्ने तपाईँले मापन गर्नको लागि, नाप्नको लागि तीनटा कुरामा तपाईँहरूले ख्याल गर्नुपर्छ। एउटा दान गर्ने व्यक्ति, अर्को दान गर्ने वस्तु र अर्को दान लिने व्यक्ति। दान गर्ने व्यक्ति, दान गर्ने वस्तु र दान लिने व्यक्ति, यो तीनटा कुरा दान आदि पुण्यसँग जोडिएको हुन्छ। र जसरी एउटा कुनै धनुर्धरले लक्ष्य भेदन गर्दाखेरि तीनटा कुरा जोडिएका हुन्छन्। एउटा धनुर्धारी, अर्को धनुष र अर्को बाण। धनुर्धारी एकदमै तपाईँको चाहिँ सम्पूर्ण धनुर्विद्याले परिपूर्ण भएको छ, तर बाण कमजोर छ भने त्यो धनुर्विद्याले परिपूर्ण भएको धनुर्धारीको विद्या काम लाग्दैन, उसको विद्याले लक्ष्य भेदन गर्न सक्दैन। र त्यस्तै गरी धनुर्धारी कमजोर छ, तर धनुर्विद्या धनुष फेरि तपाईँको मजबुत छ, उसमा कुनै त्रुटि छैन। एउटा धनुषमा हुनपर्ने सम्पूर्ण गुण छन्, तर धनुर्धारीमा हुनपर्ने गुण छैनन् भने पनि त्यो धनुषले लक्ष्य भेदन गर्न सक्दैन, त्यो धनुषबाट गएको बाणले लक्ष्य भेदन गर्न सक्दैन। धनुर्धारी पनि ठिक छ र धनुष पनि ठिक छ, तर बाण ठिक छैन। बाण जति योग्य हुन पर्ने हो, जसरी त्यो बाणलाई मिलाउन पर्ने हो, तिखार्न पर्ने हो, त्यसरी तिखारिएको छैन भने त्यो बाणले पनि अब त्यो धनुर्धारीमा हुनुपर्ने गुणले सम्पन्न छ। बाण धनुषमा हुनपर्ने गुणले तपाईँको धनुष सम्पन्न छ, तर बाण ठिक छैन भने पनि अब लक्ष्य भेदन हुँदैन। अब बाण ठिक छ, धनुष पनि ठिक छ, तर धनुर्धारी ठिक छैन भने अब
त्यहाँ पनि लक्ष्य भेदन हुन सक्दैन। जसरी धनुर्धारी र बाण यी तीनटा कुरा तीनवटैमा हुनपर्ने गुणले परिपूर्ण छन् भने लक्ष्य भेदन गर्न सके जस्तै दानीदाता, दान गर्ने वस्तु र दान लिने व्यक्ति यिनीहरूको तारतम्य मिल्यो। दान गर्ने व्यक्तिमा हुनपर्ने गुण पनि सम्पन्न हुन पर्यो। दान गर्ने वस्तुमा पनि हुनपर्ने गुणले त्यो दान गर्ने वस्तु सम्पन्न हुन पर्यो र दान लिने व्यक्ति पनि दान लिन अति नै योग्य भयो भने तपाईले गरेको दानले लक्ष्य भेदन गर्न सक्छ र तपाईले गर्नुभएको दानले गन्तव्यसम्म पुगेर परिपूर्ण रूपमा फल दिन सक्छ। जसरी कुनै खेती राम्रो हुनको लागि, जस्तै धान राम्रो हुनको लागि, धान राम्रोसँग फल्नको लागि तीनटा कुरा चाहिन्छ। एउटा कृषक योग्य हुन पर्यो, बिक्की हुन पर्यो र अर्को बीज पुष्ट भएको धानको बीज हुन पर्यो र उब्जाउ जमिन हुन पर्यो। यो तीनटा कुरा दुटे मात्रै त्यो कृषकले परिपूर्ण रूपमा तपाईको धानबाट धान फलाउन सके जस्तै यो दान गर्दाखेरि पनि विचार पुर्याइएन भने तपाईको दानबाट आंशिक रूपमा पनि हामीले फल प्राप्त गर्न सक्दैनौँ। अब दानसँग तीनवटा कुरा जोडिएका हुन्छन् भनेर मैले भने। एउटा दान गर्ने व्यक्ति, अर्को दान गर्ने वस्तु र अर्को दान लिने व्यक्ति। अनि यसलाई तपाईहरुले सबभन्दा सजिलो गरी बुझ्ने त मैले भाषामा भनिहाले। धनुर्धारी धनुष र बाणको तारतम्य मिले जस्तै दान गर्ने व्यक्ति, दान दिने वस्तु र दान लिने व्यक्ति तीनटाको तारतम्य मिल्यो भने त्यो दानले गन्तव्यसम्म पुगेर परिपूर्ण रूपमा काम गर्न सके जस्तै ती व्यक्ति चाहिँ यदि अब खेती गर्ने किसान तपाईको चाहिँ अनुभवविहीन छ, उलाई खेती गर्ने तारतम्य तरिका थाहा छैन। अब धानको बीज पनि पुष्ट भएको छैन, भित्र बीज पुष्ट भएको धानको बीज छैन। अब खेत पनि रुखो छ, अबल छैन, मलालो छैन भने अब त्यो धानबाट परिपूर्ण रूपमा फल प्राप्त गर्न नसके जस्तै तपाई हामीले गरिने दाना आदि पुण्यबाट पनि पूर्ण रूपमा हामीले फल प्राप्त गर्न सक्दैनौँ। पूर्ण रूपमा त के कुरा गर्नु, आंशिक रूपमा पनि तपाईले फल प्राप्त गर्न सक्नुहुन्न। र यस पछाडि तपाईको चाहिँ अब दान गर्दाखेरि तीनटा कुरा त भए, दान गर्ने व्यक्ति, दान गर्ने वस्तु, दान लिने व्यक्ति हो। यो तीनटा कुराको बारेमा तपाईहरुलाई मैले जानकारी गराएँ र यस पछाडिको तपाईको धर्म देशनामा दान गर्दा चित्तको तीन अवस्थालाई ख्याल गर्न सकियो भने मात्रै तपाईको दानबाट पूर्ण रूपमा लाभ लिन सकिन्छ। यदि दान गर्दाखेरि चित्तको अवस्था तपाईको चाहिँ यहाँ बताइए जस्तो छैन भने चित्तको तीन चरणको अवस्था हुन्छ दान गर्दाखेरि। त्यो दान गर्दाखेरि चित्तको तीन चरणको अवस्था, मनको तीन चरणको अवस्थालाई तपाईले चाहिँ सन्तुलन गर्न सक्नु भएन भने तपाईको जसरी एउटा गाग्रो छ अथवा एउटा गाग्री छ, त्यो गाग्रीको मुख जत्रो छ, मुखभरिको तपाईको त्यो गाग्रीमा धारोबाट पानी झरिराखेको छ, तर त्यो गाग्रीको पिँधमा मुख जत्रो छ, तल प्वाल पनि त्यत्रै छ भने माथिबाट जति पानी हाले पनि भरिए जस्तो देखिन्छ, तर तलबाट तपाईको चाहिँ पुरै पानी चाहिँ बाहिर जाँदाखेरि धारोबाट गाग्री अलग हुन साथ तपाईको त्यो पानी विहीन हुन्छ। पात्र विहीन, पानी विहीन त्यो पात्र भए जस्तै तपाई पनि पुण्य गरे जस्तो लाग्छ। पुण्य गरे भन्ने चेतना त हुन्छ,
तर फल नआउनुको कारण त्यो पनि हो। त्यसैले गर्दाखेरि यस पछाडिको शीर्षकमा दान गर्दा चित्तको 3 अवस्थालाई पनि ख्याल गर्ने भन्ने शीर्षकमा दान गर्दाखेरि चित्तको अवस्था कस्तो हुनुपर्छ र कस्तो भयो भने दानबाट फल प्राप्त हुँदैन भन्ने शीर्षकमा धर्मदेशना गरिनेछ र यस धर्मदेशनाको पुण्यले प्रभावले प्रतापले तपाईँहरू सबैको उपासक उपासिकाहरू त्यस्तै गरेर दर्शकहरूको र तपाईँहरूका मातापिता छोराछोरी दाजुभाइ दिदीबहिनी इष्टमित्र सबैको कुशल मङ्गल र सुख शान्तिको कामना गर्दछु र तपाईँहरू सबैलाई आयु बढ सुख बल र प्रज्ञा परिपूर्ण रूपमा प्राप्त होस् भन्दै अहिलेको धर्मदेशनालाई यहीँ स्थगित गर्दछु।